उक्त झरीपछिको इन्द्रेणीको फिल्ममा अस्ट्रेलियाको सपना र अस्ट्रेलियामा भएकाले कसरी भोग्छन् भन्ने कुरा पनि छर्लङ्ग पारिएको छ। भ्रष्टाचार कसरी हुन्छ र अस्ट्रेलिया जानलाई कसरी भ्रष्टाचार गर्छन् भन्ने कुरा पनि दुरुस्ती भिडियोमा देखाइएको छ। र एउटा छोराले गर्नुपर्ने काम कर्तव्य र बुवालाई के कस्तो सपनाहरू देखाइएको हुन्छ र के गर्न सक्छन् भनेर पनि उक्त फिल्ममा राम्रोसँग देखाइएको छ। तर उक्त फिल्म पाँडे निर्देशित थियो भने उक्त फिल्म झरीपछिको इन्द्रेणीले समयअनुसार कलेक्सन भने गर्न सकेन। उक्त फिल्म अब फ्लप भए जस्तै भएको छ भने निर्देशकहरूले पनि अब आश मारिसकेका छन्। यो परान जस्तै गरेर कमब्याक गर्न सक्छ भन्ने पनि अब आश मारिसकेको छ भने परानले भने 2-3 दिनपछि कमब्याक गरेको थियो भने यो पुस 6 गतेबाट चले पनि अहिलेसम्म कमब्याक गर्न सकेको छैन। अर्जुन घुमिरे निर्देशनमा बनेको फिल्म झरीपछिको इन्द्रेणीको व्यापार 1 करोड नाघेको छ। पुस 4 गतेदेखि प्रदर्शनमा आएको फिल्मले सिनेपा बक्स अफिसमा पछिल्लो शनिबारसम्म 93,83,516 रुपियाँ ग्रस कमाइ गरेको थियो भने चलचित्र विकास बोर्डले सोमबार फिल्मको बक्स अफिस विवरण सार्वजनिक गरेको छ। यो अवधिमा फिल्मको 29,683 वटा टिकट बिक्री भएको थियो भने झरीपछिको इन्द्रेणीमा र्यापर समेत रहेका काठमाडौँ महानगरका मेयर बालेन शाहको गीत पनि समावेश गरिएको थियो। फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, दिपाश्री निरौला, प्रेरणा आचार्य, विमोचन दबाडी, जेसिका पोखरेल, प्रकाश घिमिरे लगायतका लेजेन्ड कलाकारहरूको अभिनय प्रस्तुत गरिएको थियो।